हेलो अल माई युट्युब फ्रेन्ड्स। आज धेरै समयपछि मैले चाहिँ एउटा ब्लग लिएर उपस्थित भइसकेको छु। आजको ब्लग चाहिँ हामी मोमो खानेवाला छौँ है साथीहरू। यो चाहिँ अचारको लागि साथीहरू रेडी भइसकेको छ। अब यसलाई पिस्नु बाँकी छ साथीहरू। र यता चाहिँ मैले छोक भुटिरहेको छु साथीहरू, अचारको लागि साथीहरू। यो चाहिँ अचारको लागि हो साथीहरू। यो भयो छोक, यो भयो टमाटरको अचार खुर्सानीलाई पिस्नु बाँकी छ है साथीहरू। साथीहरू त्यसपछि चाहिँ हामीले मोमोको लागि चाहिँ अघि नै मलेर हामीले चाहिँ यो प्लास्टिकमा प्याक गरिसकेको छौँ साथीहरू। यसलाई अब बनाउन बेल्न बाँकी छ साथीहरू। र हामीले चाहिँ प्याज रेडी गरिसकेको छौँ। त्यसपछि किमा पनि रेडी भइसकेको छ। अब यिनीहरू सबै मिक्स गर्न बाँकी छ साथीहरू। मेरो भिडियो पुरा हेरेर सबैजनाले लाइक कमेन्ट एन्ड सेयर गर्नु चाहिँ नभुल्नु होला है साथीहरू।